अहिलेको टाइममा यस्तो खालको फुड टकिङ एआई एनिमेटेड भिडियोहरू निकै ट्रेन्डिङमा छन्। यस्तो खालको भिडियो हाल्ने कुनै पनि एकाउन्टमा भ्युज र फलोवर्सहरू बढ्ने गरेको छ। सो म तपाईँलाई यहाँनिर एउटा एक्जाम्पल देखाउनेछु। यो एकाउन्ट हेर्न सक्नुहुन्छ। यहाँनिर जति पनि फुड टकिङ एआई एनिमेटेड भिडियो हालेको छ त्यसमा लाखौँमा भ्युज छ, साथसाथै यसको फलोवर्स पनि बढेको छ। यस्तो खालको भिडियो तपाईँले सिम्पल 3वटा स्टेप फलो गरेर सजिलैसँग बनाउन सक्नुहुन्छ मोबाइलबाटै। सो आउनुहोस् भिडियो सुरु गरौँ। यसको लागि सबैभन्दा सुरुमा चाहिँ तपाईँले यहाँनिर आफ्नो मोबाइलमा च्याट जिपिटी ओपन गर्नु होला। त्यसपछि मैले डिस्क्रिप्सनमा दिएको एउटा प्रोम्प्ट दिएको छु, त्यो प्रोम्प्टलाई यहाँनिर पेस्ट गर्नु होला। पेस्ट गरिसकेपछि यहाँनिर कुन तपाईँलाई रिफर सोध्छ यहाँनिर कुन आइटमको भनेर। यहाँनिर तपाईँले जस्तो कुन फुडको बनाउन लाग्नु भएको त्यो फुडलाई तपाईँले यहाँनिर नाम लेख्नु होला। नाम लेखिसकेपछि यसले तपाईँलाई इमेजको प्रोम्प्ट र भिडियोको प्रोम्प्ट दुवै लेखेर दिनेछ। त्यसपछि सबैभन्दा सुरुमा हामीले यहाँनिर इमेज क्रिएट गर्नुपर्ने हुन्छ। इमेज क्रिएट गर्नको लागि सबभन्दा पहिलो यहाँनिर सबभन्दा सुरुको प्रोम्प्ट 1लाई तपाईँले कपी गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईँको डायलग चाहिँ हिन्दीमा आएको छ भने तपाईँले यहाँनिर डायलग इन नेपाली पनि लेख्न सक्नुहुन्छ। कुनै बेला तपाईँलाई डायलग चाहिँ यहाँनिर हिन्दीमा आयो भने त्यसलाई डायलग इन नेपाली लेख्नु भने फेरि यसले चाहिँ त्यो डायलगलाई नेपालीमा लेखेर यहाँनिर प्रोम्प्टलाई रिराइट गरिदिन्छ। अथवा तपाईँले त्यहाँ भएको प्रोम्प्ट चित्त बुझेन भने यो पुरै प्रोम्प्टलाई कपी गरेर तपाईँले आफ्नो नोटप्याडमा लगेर यसको डायलगहरूलाई चेन्ज गर्न सक्नुहुन्छ। अब कुरो रह्यो सबैभन्दा सुरुमा हामीले यहाँनिर फोटो क्रिएट गर्नुपर्ने हुन्छ। फोटो क्रिएट गर्नको लागि फोटो बनाउनको लागि सबभन्दा सुरुमा तपाईँले प्रोम्प्ट 1लाई कपी गर्नुहोस् र प्रोम्प्ट 1लाई कपी गरिसकेपछि यहाँनिर तपाईँले यो जेमिनाई भन्ने एप रहेको छ। यो पनि एउटा एआई एप्लिकेसन हो। यहाँनिर तपाईँले यो प्रोम्प्टलाई पेस्ट गर्नुहोस्। प्रोम्प्ट पेस्ट गरेको केही समयमा यसले फोटो जेनेरेट गरिदिन्छ। अब यो फोटोलाई तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँनिर सेभ अप्सन रहेको छ, यहाँनिर सेभ गर्नु होला। अब यो फोटो तपाईँको ग्यालेरीमा गएर बस्नेछ। अब भिडियो बनाउनको लागि फेरि तपाईँले आफ्नो मोबाइलको च्याट जिपिटीमा जानु होला र मुनिपट्टि रहेको सेकेन्ड प्रोम्प्ट यहाँनिर आउटपुट टु भिडियो जेनेरेसन प्रोम्प्ट भनेको छ। यो सेकेन्ड प्रोम्प्टलाई चाहिँ तपाईँले पुरै कपी गर्नु होला। यो मैले नेपाली डायलेक्टका साथ फेरि बनाएको छु। सो यसलाई तपाईँले त्यो भिडियो प्रोम्प्टलाई कपी गरिसकेपछि गुगल क्रोममा गएर यहाँनिर फ्लो भनेर सर्च गर्नु होला। यो फ्लो VO3 फ्लो वेबसाइट हो। यहाँनिर गइसकेपछि यहाँनिर आफ्नो एकाउन्ट बनाउनु होला। यहाँनिर जिमेलबाट एकाउन्ट बनाइसकेपछि यहाँ न्यू प्रोजेक्ट भनेको ठाउँमा थिच्नु होला। न्यू प्रोजेक्ट भनेको ठाउँमा थिचिसकेपछि यहाँनिर तपाईँलाई फोटो हाल्नको लागि आउँछ स्टार्ट र इन्ड्स भनेर। यहाँनिर स्टार्टमा थिच्नु होला। त्यसपछि माथिपट्टि फोटो अपलोड गर्ने अप्सन आउँछ र त्यहाँ थिचेर यहाँनिर तपाईँले अघि डाउनलोड गर्नुभएको फोटोलाई यहाँ अपलोड गर्नु होला र यहाँनिर तपाईँले अघि कपी गर्नुभएको सेकेन्ड प्रोम्प्टलाई चाहिँ यहाँनिर पेस्ट गरेर छोडिदिनु होला। त्यसपछि यहाँनिर तपाईँले भिडियो कस्तो खालको बनाउने हो यहाँनिर तपाईँले चुज गर्न सक्नुहुन्छ। सेटिङहरू मिलाउन सक्नुहुन्छ। ल्यान्डस्केप बनाउने हो कि पोर्ट्रेट बनाउने हो कि कतिवटा भिडियो जेनेरेट गर्ने हो त्यो सबै तपाईँले त्यहाँनिर मिलाएर चाहिँ पेस्ट गर्नु होला। अब पेस्ट गरिसकेपछि यसले तपाईँलाई लगभग 30 सेकेन्डदेखि 1 मिनटभित्रमा त्यो फोटोबाट चाहिँ त्यो प्रोम्प्टको अनुसार यहाँनिर भिडियो बनाएर रेडी गरिदिनेछ। यहाँनिर प्ले गरेर हेर्न सक्नुहुन्छ। यो भिडियोमा बनाएको सबै बोलेको कुराहरू चाहिँ नेपाली शुद्ध नेपालीमा हुन्छ। त्यसपछि डाउनलोड गर्नको लागि माथि डाउनलोड गर्ने अप्सन रहेको छ, त्यहाँनिर थिचेर यो फाइललाई डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको ग्यालेरीमा गएर बस्नेछ र यो भिडियोलाई चाहिँ तपाईँले कुनै पनि सोसियल मिडियाहरूमा चाहिँ सजिलैसँग अपलोड गरेर फलोवर्स र भ्युजहरू तपाईँले बढाउन सक्नुहुन्छ।